नेपालबाट स्टुडेन्टहरू विदेश पढ्न जाने क्रममा चाहिँ थुप्रै किसिमको भ्रमहरू बोकेर आउनुहुन्छ। त्यसमध्येको एउटा भ्रमको बारेमा म यहाँ कुरा गर्छु। म क्योङसङ युनिभर्सिटीमा पढ्छु र क्योङसङ युनिभर्सिटीमा साथीभाइहरूले चाहिँ 1-2 जना साथीभाइहरूले चाहिँ त्यहाँ काम पनि गरिरहेको छन्। अनि यहीँ नजिकैको युनिभर्सिटीबाट एकजना साथीले मलाई मेसेज गर्नुभएको थियो। उहाँले के भन्नुभएको थियो भने, "क्योङसङ युनिभर्सिटीले त कलेजमै काम दिँदो रहेछ नि है? कति आनन्द" भन्दै हुनुहुन्थ्यो क्या। अनि मैले नाइ भन्न नि सकेन। अनि यही कुरा जुन नेपालमा स्प्रेड हुन्छ, नेपालमा यही कुरा फैलिँदै जाँदाखेरि चाहिँ के भएर फैलिदिन्छ भन्दाखेरि चाहिँ कोरियामा त युनिभर्सिटीले नै काम लगाउँछ, युनिभर्सिटीले नै काम दिन्छ भनेर स्प्रेड हुन्छ के। यस्तो खालको कुराहरू चाहिँ पहिला जापानको विषयमा नि आइरहन्थ्यो। मैले पनि सुनिरहन्थेँ। तर ट्रुथ त सबैले काम पाउने, सबै युनिभर्सिटीले काम दिने भन्ने त होइन। क्योङसङमै पनि 1-2 जना कतिजनाले गर्नुभएको छ। सबैले त गर्नुभएको छैन, सबैले त पाउने होइन। यस्तो किसिमको भ्रमहरू चाहिँ फैलिरहेको हुन्छ के।